कहाँनिर छ बल्खुको छेउ बल्खु नक्खु हाम्रो यात्रा चाहिँ टौटामा चाहिँ गएर पोखरीमा गएर डुबुल्की मार्ने स्टपेज हो। यहाँ पछाडि एउटा सोल्टिनी चाहिँ स्कुटीमा पछि आउँदै गरेको अवस्था छ। जान नै नै भन्दै थियो, जबरजस्ती उठाको जस्तो गरेर लिएर आएको अवस्था छ। जनकपुर काठमाडौँ कुरकोट पर्देवा वा अनि हाम्रो यात्रा जारी नै छ। हाम्रो यात्रा टौडासम्म, टौडाबाट फेरि उतातिर भयो भने फेरि चोबार पनि जान त्यहाँ लाउँदैन। अब यहाँ टोली हिँड्दै गरेको अवस्था छ। हाम्रो यात्रा जारी नै छ। यो बाटो कहाँ निस्किन्छ सर? चोबार हजुर मन्जुश्री निस्किन्छ यो बाटो। ए मन्जुश्री निस्किन्छ। यात्रा तय गर्दै गरेको अवस्था छ। यहाँ हाम्रो सोल्टी चाहिँ ड्राइभ गरेको अवस्था छ। हाम्रो यात्रा खतरै पाराको जारी छ। यहाँबाट चोबारमा पनि जाने इस्टिमेट प्लानिङ छ। अनि गएर यसो मोमोसम्म कुम्लाउनु पर्ला। यहाँ नै यसो भने यो बाटो त म फर्स्ट टाइम हिँडेको जस्तो लाग्यो त। यो बाटो मेरो फर्स्ट टाइमको यात्रा हो। सर्लक्क लाएर अब जाँदैछौँ क्यारे। यात्रा जारी छ सोल्टीहरूको। सोल्टिनी पछि आउँदै गरेको अवस्था छ। सोल्टिनी गयो अगाडि। ल सोल्टिनी रेस गरेर गयो है, खतरे पाराले गयो। हामीलाई पनि उछिनेर गएको अवस्था छ। निकै जोस जाँगर निकालेर पत्याएर गएको जस्तो लाग्यो मलाई। अब हामी यस्तै पछि कुद्दैछौँ। कुहिरे बाजे पनि खतरा पाराले बाइसिकलमा स्पिडमा आएको अवस्था। सोल्टीले गियर दबाउँदैछन्। बाटो चाहिँ यो बाटो म फर्स्ट टाइम आएको छु यहाँ। अनि बल्खुको बाटो मार्केटबाट कुन त पहाडी हो चौबारो। हो यो मन्जुश्री आयो के अरे। सोल्टिनी अगाडि खतरा पाराले गएको अवस्था छ। अब त बाटो देख्यो नि त, बाटो देख्यो नि त। हो त्यही भएर बतेको उसको पनि आउँछ अगाडि खिचिया छ भनेर दौडेको। तौडा त यो मन्जुश्री कटेर जानुपर्ने हो। अनि कहाँनिर यो खोलेको ठाउँ भने यही हो। ए
यो मञ्जुश्री यो यहाँ काठमाडौँभरिको हेरौँ न भने हेरौँ रे ल मञ्जुश्रीले चाहिँ यहाँ तरवारले चाहिँ काटेर चाहिँ काठमाडौँको तालको चाहिँ पानी निकासा गरेको ठाउँ हो रे यो भन्ने सुनेकोले गर्दाखेरि आज यसो घुम्दै जाँदाको क्रममा उता झलके पुलबाट गएर खिच्ने हो कि जाने ल जाउँ त मञ्जुश्रीले तरवारले चाहिँ उ गरेको ठाउँ ल सर आउनुहोस् झ्याप्प लाएर झलके पुलमा आउनु सर त्यहाँ झलके पुलमा जाउँ रे ल हामी चोभारको चाहिँ काठमाडौँको पानी निकासा भएको ठाउँ कहाँ ठाउँमा पुगेको अवस्था छ यो कुन खोला हो रे यो बागमती विष्णुमती पनि हिमिसकेको छ क्या सबै काठमाडौँभरिको यहीँबाट निस्कियो आउट हुने यहीँबाट ए ल काठमाडौँ भ्यालीभित्रको चाहिँ जति पनि नदीहरू छ बागमती विष्णुमती सबै कोसी जस्तो हनुमन्ते खोलाको सबै ठाउँको निकासा हुने ठाउँ पानी यहाँबाट निकासा हुने ठाउँ यहाँबाट मञ्जुश्रीले चाहिँ यो यहाँबाट चाहिँ तरवारले काटेर पठाएको रे भन्ने सुनेकोले गर्दाखेरि आज यहाँको यो काठमाडौँको जति पनि सहायक नदीहरू छ यहाँबाट एक गट्ठा भएर निस्केर बहेर जाने विष्णुमती लगायत बागमती सबै यहाँबाट यो खोलाबाट निकासा भएर जाने रहेछ ल अब यहाँको दृश्य देखायौँ अब अर्को दृश्य भन्ने कुरो अब फेरि अहिले कैद गरौँ ल